Imperialism is the responsible who destroyed the climate. So you are responsible, you control it, you transfer the resources to the downtown country, least developed country. अबको चाहिँ युवा पुस्तालाई चाहिँ हामीले सधैँ तपाईको अनटचेबिलिटी डिस्क्रिमिनेसन फ्री सोसाइटी को मात्र चाहिँ पाठ रटाउने हैन कि अब यो अलिकति नवीनतम यो चाहिँ आफैमा एकदम महत्त्वपूर्ण विषय हो भनेर चाहिँ अबको युवा पुस्तालाई पनि हामीले चाहिँ अलिकति चाहिँ हामीले सेन्सिटाइज गराउनु पर्छ जस्तो मलाई लाग्छ। अहिले महिलाहरूलाई चाहिँ खानेपानी लिन जाँदाखेरि चाहिँ जति पहिला सहज थियो अहिले एकदम असहजको अवस्था छ। त्यस्तै गरी वन जङ्गलमा पनि महिलाहरू नै बढी त्यहाँ के अरे जानुपर्ने भएको अरे। वन जङ्गलहरू यो के अरे क्लाइमेट चेन्जको असरले गरेर वन जङ्गलहरूमा पनि त्यत्तिकै खालको अवसर भएको कारणले पनि महिलाहरू चाहिँ अझ बढी चाहिँ यो यसमा के अरे जलवायु परिवर्तनले चाहिँ अझ बढी असर परेको छ भन्ने हो। रियालिटी के हो भन्दाखेरि जलवायु परिवर्तनको कुरा न्याय कुरा पोलिटिकल मुद्दा हो यो। त तपाईले कस्तो खालको पोलिटिक्स लिनुहुन्छ, कस्तो खालको इकोनोमिक डेभलपमेन्टको मोडल तपाईले लिनुहुन्छ, कसरी अधिकारहरू बाँडफाँड गर्नुहुन्छ, यसले जलवायु न्यायको न्याय गर्ने कि नगर्ने भन्ने निर्धारण गर्छ। जल जङ्गल जमिनको विषयमा चाहिँ नेपाल सरकारले उतिखेरै चाहिँ दिन्छु भनेर आइएलओ कन्भेन्सन लगायतको सबै कन्भेन्सनमा पार्टी भइसकेको छ हैन। तर कस्तो भन्दाखेरि हाम्रो सरकारी निकायहरू चाहिँ कमिटमेन्टबाट भाग्यो क्या। यो जरोमै पुग्न जरुरी छ, एकदम जरोमा पुग्न जरुरी छ। माथि हाँगा छिमलेर फेरि अर्को सिजनमा पलाइ त हाल्छ। हामीले माओवादीलाई ट्राई गर्यौं न, फेरि त आइहाल्यो समस्या। यो हाँगा छिमलेर कहिले हुन्छ? जति पनि सोर्सेसहरु छ ग्रीन हाउस ग्यासका त्यो सबै चाहिँ कर्पोरेटको पावर कन्ट्रोलमा छ। अहिले चाहिँ नरेनजीले भन्नुभयो जस्तो कोप नै अब चाहिँ कर्पोरेट्सको चाहिँ चेयरम्यानशिपमा हुन थाल्यो भनेपछि यो ग्लोबल क्लाइमेट चेन्जको डिबेटमा ह्युमन राइट्सको जुन पक्षमा कुरा हुनु पर्थ्यो त्यो हुन सकेको छैन। पहिलादेखि नै उठाएको कुरा के हो भने यो प्रविधिहरू विदेशी मुलुकले प्रविधिहरू जति बनाएछन् तिनमा हाम्रो पहुँच हुनु पर्यो, हामी जस्ता राष्ट्रहरूको पहुँच हुनु पर्यो। जस्तो कल्पना गर्नुहोस्, उनीहरूलाई गरिब भएर के भयो, अरबमा गरिब भएर के भएको छ र? धनी मान्छेले एसी किनेको छ, हालेकै छ, कारमा एसी छ, उ त हिँडेकै छ भनेपछि प्रविधि त्यस्तो प्रविधि हाम्रो नेपालमा छ। तर हाम्रो पहुँच योग्य हाम्रो आर्थिक अवस्थाले धान्न किसिमको छैन भन्ने विषय छैन, प्रष्ट छैन। अथवा जापानले तपाईको 3 मिनेटभित्र आफ्ना सबै यो जलवायुजन्य विपदलाई चाहिँ एड्रेस गर्न सक्छ, त्यसलाई चाहिँ छिटै रेस्क्यु र रिहाबिलिटेसन जान सक्छ। हाम्रो मुलुकलाई कति समय लाग्छ होला?